So hello everyone. Welcome and welcome back to my channel. आज चाहिँ फेरि नेक्स्ट न्यू भ्लग गर्न गइरहेको छु. सो आज चाहिँ हामी आजको भ्लगमा चाहिँ फेरि दौडै लिन जाँदैछौँ मम्मी र म. सो यसो भ्लग पनि गर्दै हैन. मम्मीलाई चाहिँ पुरै के निकाल्दिनु अरे के ननिकाल्दिनु अरे. सो हामी चाहिँ जाँदैछौँ है त साथीहरू. दौरा फेरि एक भारी बिहान हैन. एक भारी के गर्दै बस्नु हैन. त्यतिकै दिन बिहान बित्छ अनि एक भारी चाहिँ ल्याउँ भनेर हामी मम्मी र म चाहिँ जाँदैछौँ. अनि आज चाहिँ है दिउँसो के गर्नुपर्ने हो. आज मम्मी मिलमा पनि जाने भने हैन. तेल पेल्न मिलमा जाने अरे. अनि तेल पेलेर रोटी खानुपर्ने छ साथीहरू. हिजो अस्ति कम्ता मिठो रोटी पोलिराख्नु भएको थिएन. तर सकिने बेलामा चाहिँ आइपुगेको थिएँ क्या. सकिने बेलामा 4-5 बजा थियो. कस्तो मिठो भयो नि. अनि मैले चाहिँ फेरि रोटी खाने. मम्मी भनेको तोरी नै छैन अरे. मतलब तेल नै छैन अरे. अनि पेल्न जानुहुन्छ यहाँ पर मिल्छ नि त. अनि तोरी पेल्न हामी चाहिँ त्यो तोरीमै पेलेर खान्छौँ नि त. तोरी केहीमा रोटी पेलेर खान्छौँ नि त. त्यसको लोकलमा त्यो खानुको मजै फाल्टो हुन्छ क्या. अब प्याकेटको त पाइहाल्छ होइन पाउन त. तर हामीलाई चाहिँ तोरीकैमा मिठो अर्कै मिठो हुन्छ क्या लोकलमा चाहिँ. आज चाहिँ मम्मी जानुहुन्छ होला कि खोइ के गर्नु छ थाहा चाहिँ छैन है. अब भरे भ्याउनु भयो भने जानुहुन्छ, भ्याएन भने अब भोलि पर्सिको दिन. सो आज चाहिँ अहिले चाहिँ हामी दाउरा लिन जाँदैछौँ साथीहरू. यो चाहिँ हाम्रो गाउँको लोकल स्ट्रबेरी हो है. यहाँ हेर्नु न. लोकल स्ट्रबेरी. खासै गुलियो चाहिँ मिठो चाहिँ हुँदैन क्या. बोट पनि यस्तो हुन्छ. लोकल नै हो यो. स्ट्रबेरी नै हो. दाना दुनी पनि छ क्या यसमा. फेरि हामी चाहिँ यहाँ आएको छौँ. भारी चाहिँ यति है. अनि मम्मीको चाहिँ यहाँ यति है साथीहरू. हामी चाहिँ मलाई ठेल्नु अब ठेल्नु न कहाँ उठ्यो. लगाइदिनु बिस्तारै जाउँ. अलि मसिन चाहिँ हाल्दिनँ त. यत्रो त मसिन चाहिँ किन कसले बोक्ने नालु भयो. मम्मीले अब बोक्नुहुन्छ. ठेलिदिनुपर्छ. अब मम्मी यही सिस्नु रहेछ यहाँ फेरि हेर्नु न. चिल्ला चाहिँ के हुने हालत. जानुपर्ने हुन्छ हेर्नु न. यस्तो बाटो फेरि यति राम्रो छ नि. राम्रो बाटो भए त बोकिन्छ कि साथीहरू. यस्तो छ यस्तो. यहाँ र बिसाएको ढङ्ग मम्मीले चाहिँ उपर बिसिराख्नु भएको छ. आइमा भरिया दाइले बिसाउने भारी डाँडेको चौतारी गर्नु भयो नि त साथीहरू. अनि यो चाहिँ के साथीहरू अघि तल अलिअलि सिमसा थियो कि. अनि त्यहाँबाट चाहिँ मम्मीले त भारीहरू लाउनु भयो. अनि मैले चाहिँ यो चाहिँ खोजेर लिएको. यो चाहिँ के हो भने नि कर्कलो. तपाईँहरूलाई थाहा छ छैन होइन. गाउँको मान्छेहरूलाई त थाहा हुनुपर्ने कर्कलो. यो चाहिँ आलुहरूसँग मिक्स गरेर अनि अरूभन्दा नि यही पाहाडको माछा हुन्छ नि त्योसँग चाहिँ एकदम मिठो हुन्छ कि. अनि त्यस्तोहरूसँग खाइन्छ. सो यो चाहिँ खाइन्छ. अनि मलाई चाहिँ कस्तो तल हुँदाखेरि चाहिँ अनि भिडियोहरूमा देख्थेँ क्या. पश्चिमेली त्यो ब्लगहरूको भिडियोहरूमा चाहिँ यस्तोहरू पकाएर खाएकोहरू देख्थेँ. अनि कस्तो खानु मन लाग्थ्यो गाउँमा गएर. अनि आज चाहिँ फाइनल्ली आज चाहिँ मैले यो हात पारेको छु. सो अब चाहिँ यो चाहिँ अब पकाएर खानुपर्ने हुन्छ. मासु खाँदा बक्कै भयो. सो आज चाहिँ यो खाने हो है त साथीहरू. म बनाएको पनि भिडियो देखाउँछु यो कस्तो. तर खोइ थाहा भएन. तर पहिला चाहिँ हामीले मासुसँग खान्थ्यौँ. अब आलुसँग चाहिँ कस्तो हुन्छ है भने पनि बिर्सीसँग धेरै भयो नि त.
यो चाहिँ अब खानुपर्ने हुन्छ यहाँ एक दुईवटा निगुरो पनि छ निगुरो पनि यो लोकल मिठो हुन्छ ल साथीहरू यो चाहिँ मैले अघि ल्याएको कर्कले चाहिँ के आउँदा चाहिँ यस्तो गर्नुपर्छ हात चाहिँ यस्तो फोरी छ सो यस्तै हो साथीहरू गाउँमा होइन यो चाहिँ यस्तो हुन्छ होइन अनि यो चाहिँ यस्तो कलिलो हुन्छ क्या होइन अनि यो अलिक यो पनि छ यो चाहिँ डन्ठा यो पनि कलिलै हो तर योभन्दा अलिक फुक्यो हो सो र यो चाहिँ यस्तो फेदको चाहिँ यस्तो गर्नुपर्छ यस्तो गरेर अनि मम्मीले चाहिँ सब्जी अर्कै बनाउने अरे मैले चाहिँ यही खाने हो ओके भइसक्यो मलाई अरू सब्जीले फाइनली मलाई यस्तो खानु मन परिरहेको छ नि साथीहरू पहिला त्यो भिडियोहरू हेरेर क्या तलको भिडियोहरू तल आउँदाखेरि भिडियोहरू हेरेर यस्तो खानु मन लाग्छ गाउँको अब गाउँमा बसिबस्नेहरू त वाक्कै हुन्छ होइन अब हुन त खानु त भएको होइन होला मम्मीहरूले अरू बेला चाहिँ त्यस्तो के खोजी को खान्छ होइन तर मलाई चाहिँ कस्तो आएर चाहिँ जङ्गल कुदेर खोजेर खान मन लाग्छ क्या अनि म चाहिँ खाने हो मम्मीहरूले चाहिँ खानुहुन्छ मासु छ मासु खाने अरे अनि यो चाहिँ साथीहरू यो चाहिँ हाम्रो पाहाडको लोकल हो क्या यस्तो निगुरो कति मिठो हुन्छ नि यो यो लेखमा पनि हुन्छ होइन तर यो चाहिँ यता तल चाहिँ अलिक हाम्रो चाहिँ खच्चर पर्छ नि त अनि त्यही भएर यो चाहिँ अलिक पानी भएको सिमसानो हुन्छ सो यति भेटाएको थिएँ कस्तो राम्रो लाग्यो क्या मलाई त टक आफैले भाँच्दाखेरि नि कति रमाइलो लाग्यो क्या सो अब यो मिसाउने हो ल छिप्पो लाग्छ यो चाहिँ यसरी भाँच्नुपर्छ साथीहरू यति भयो यति त मलाई मात्रै पुग्छ होला ल हेर्नु साथीहरू अघिको ल्याएको कर्कलले चाहिँ कर्कलो कस्तो मिठो नि मम्मी अझै माछासँग हाल्नु पर्ने होइन कस्तो मिठो हुन्छ सो आज चाहिँ साथीहरू पानी परेर हो हामी चाहिँ दोकानमा के खान गएको मेरो नानी चाहिँ यता तलाएर नानी यता न यो चाहिँ यसको अब जाँदैछौँ नानी र म चिसो छ तुम्मा दोकानमा को छ ल हामी चाहिँ दोकानमा के खानु गएको होइन ओए हेर टोपी पनि के हो पुवा है टोपी पनि के कस्तो जाडो भएर क्या बाबाको ज्याकेट लगाइदिएको म चाहिँ घर आएँ भने चाहिँ बाबाकै सबै लगाइदिन्छु क्या ज्याकेटदेखि लिएर पहिला त हाफ पेन्ट सबै लगाइदिन्थेँ यो अहिले चाहिँ लाउँदिनँ पहिला सानो हुँदाखेरि बाबाको मलाई ठिक हुन्थ्यो क्या फेरि हाम्रो बाबा अलिक सानो हुनुहुन्छ नि त जो चाहिँ मलाई ठिक्क हुन्थ्यो क्या लुगाहरू पनि अहिले बाबाको ज्याकेटहरू चाहिँ मलाई ठिक्क हुन्छ बाबालाई अलिक हुन्छ कि म जत्रै हुनुहुन्छ होला बाबा अलिकति सानो हामी गएको भन्दिनँ न हामी चाहिँ दोकानमा खाना जाँदैछौँ ल साथीहरू आज चाहिँ रोटी बनाउनु लागिरहेछौँ थोरै थियो र मिलमा नलगाइकन हातैले कुटेर 2 महिना मात्रै होइन मम्मी घरमै खानालाई त मैले चाहिँ यता कराई बसाइरहेको छु यो चाहिँ ठुलो तावा हो हाम्रो यही बसाउनु भन्नुभयो मम्मी चाहिँ कुट्नु हुँदैछ मम्मीले नै कुट्ने भनेर होइन खोइ यो चाहिँ मैदासँग अलिअलि मिसाउनुपर्छ खस्रो मिठो हुन्छ त आफैले खाने त हो चुला पनि साह्रै सफा रहेछ यस्तै हो आमा कतिवटा लाउनु भयो 1 2 3 4 5 6वटा मम्मी आफैले खानको लागि यति भएको छ है त यति भएको छ अब चाहिँ